यो चाहिँ मेरो भाइटिकाको दिनको भिडियो हो। अनि बिहानै म चाहिँ यसरी यहाँनिर सपिङ गरेर अहिले चाहिँ फर्किँदैछु बाटोमा। मैले चाहिँ म आफ्नो ब्रदर्सहरूलाई सबैलाई तिहारको यसो गिफ्टहरू किनेर फर्किएर अनि घरमा रेडी भएँ तिहारको लागि टक्कसँग रेडी भएर। अब चाहिँ म पुरै तिहारको लागि रेडी भइसक्यो हो, कुर्ता सुरुवाल लगाएर। अनि मैले मेरो दाइहरूलाई अनि तिहारको लागि स्पेसल दाइहरूलाई नै हो गिफ्टहरू लिएको छु। अनि नर्मली यसरी अनि यो बोर्की चाहिँ एकदमै मलाई मनपर्ने हो, फेभरेट हो। अनि यो चाहिँ मेरो कोमा र देमालाई लिइदिएको। लेट्स स्टार्ट टिका प्रोग्राम। कोमाहरूलाई हो गिफ्ट। अनि अब चाहिँ तिहारको लागि भाइटिकाको लागि भनौँ न रेडी गरेर सबै कलर्सहरू रेडी गरेर चाहिँ मेरो जेठा देपाको छोरा जेठा हो, उहाँलाई चाहिँ सबैभन्दा सुरुमा उहाँ चाहिँ सबैभन्दा जेठा भएर चाहिँ उहाँलाई सबैभन्दा सुरुमा, त्यस पछाडि माइला देपाको छोरालाई उहाँ पनि जेठा दाजु नै हो उहाँलाई, त्यस पछाडि उहाँको भाइ कान्छालाई, उहाँ चाहिँ माइला देपाको कान्छा छोरा उहाँलाई लास्टमा सबैभन्दा सानो पर्नुभयो। त्यस पछाडि सबैजनालाई टिका लगाइसकेपछि टिका लगाउने प्रोग्राम सकिसकेपछि चाहिँ माइतीले चेलीको खुट्टा ढोक्ने प्रोग्राम स्टार्ट भएर यहाँनिर सबैजनाले ढोकेर म त पुरै घरको महारानी लक्ष्मी फिल भइरहेछ। अनि त्यस पछाडि फेरि मलाई टिका लगाइदिनुहुन्छ, किनभने हामीले माइतीहरूलाई टिका लगाइदिँदाखेरि चोखो मुखमा टिका लगाइदिएको हुन्छ। अनि हामीलाई फेरि टिकाको कार्यक्रम सकेर हामीलाई टिका लगाइदिएपछि हामीले खानेकुरा खानुलाई खुल्छ। अनि टिका लगाइदिइसक्नुभयो सबैजना माइतीले पालो मलाई टिका लगाइदिइसकेपछि चाहिँ हाम्रो टिकाको प्रोग्राम चाहिँ सकिन्छ। त्यस पछाडि सुरु हुन्छ मुख चुठाउने प्रोग्राम। टिका लगाइसकेपछिको दुईजना माइतीहरू चाहिँ खानेकुरा खाँदै हुनुहुन्छ यहाँनिर टिकाको प्रसाद। त्यस पछाडि फेरि हाम्रो फाल्टेको दिन चाहिँ सबैजना मिलेर खाने भनेर फेरि हाम्रो फाल्टे खानेकुराको तयारी हुँदैछ। यहाँनिर यत्रो ससेज ल्याउनु भएको छ दाजुले होइन। अनि यहाँनिर हाम्रो आज बेबिक्यू गर्ने सेक्पाहरूको पनि तयारी छ। यहाँनिर टमाटर पनि पोल्दै हुनुहुन्छ कोइलामा यत्रो होइन। यहाँ चाहिँ दाजुहरूले सबै यस्तो गरिमा हार्डवर्क गरेर पुरै हामीलाई पकाएर खुवाएर दिइसक्नुभयो। अनि त्यस पछाडि मेरो लास्टमा डान्स राम्रै तिमी फुल झै शीतल तिमी जुना छाम्मै जाला पानीमा होइ आँखा पर्यो नानीमा। राम्रै तिमी फुल झै शीतल तिमी जुना झै उजेली छौ सुभन्दा के चाहियो र यो भन्दा छैन जो जिन्दगानी के चाहियो भन्दा नाचेर होइन दुईजना दाजुहरू चाहिँ यता हेर्दै हुनुहुन्छ। अनि त्यस पछाडि आज हाम्रो प्रोग्रामहरू सकिसक्यो ल गाइस। सी यू नेक्स्ट व्लग, बाई बाई।